अब के भयो यो पर्दा भाँचिया क्या र वा ये भाँचिया हैन यो भिडियो बनाएर रम्नु लाग्यो काट्नु तिमी मान्छे चाहिँ उठ्यो यहाँ यो खोला माथि अर्कोचोटि गए फेरि त्यही अर्कोचोटि गए हैन खोलामा ग्याउले नि त्यो भेटेर चालु के त अर्को नि आउला छ भन्छ हात्ती दामी न निकाल दामी के जाउँ दामी खोलातिर हिँड्न नि त ए जङ्गल यहाँ खोला छ के कहाँ यहाँ अफरोडिङ गर्ने ठाउँ छ पुरै जंगल लाइन कुन मान्छे भने तपाईँलाई लाइनै छैन लाइन यहाँ तपाईँ घरतिर पनि गए ना पुरै ठाउँ गएको त्यो पत्तो छैन यार लाइनको त त्यो हात्ती आउन लाग्यो त्यसलाई पनि लगेन ऊ आउनु माछा हेर्नु को हात्ती भने थियो ऊ लग्ने होला नाइ त्यो अर्को आइया बिरे लाग्थेन उसको फेरि लाग्छ उसको गाडी फेरिएको उर्ने भयो नाम के हो यिनको विष्णु ओ विष्णु यस्तो गर्दे फेरि मोटे भयो त भिडियो बनाएन दाम दाइ दम दम मर्दै इमा जाउँ निक्लियौँ जाम जाम चैन लुज बा चैन लुज बा छ म चाहिँ यो गैरी चौरको यो फुटबल ग्राउन्डतिर जाँदैछु है त भाइहरूसित सा गएर हेरे न भिडियो है अरू भिडियो पनि छन् त्यसमा उयो भाइ हेरे न त्यसको भिडियो शेखर त्यो हामीहरू वनभित्र गएको थियौँ नि त्यो भिडियो हालेको छौ न के अरे सेयर गरेको छौ नि है यिनीहरूलाई केटाहरूलाई हेरे हौ कस्तो छ दामी लाग्छ होइन नाम यहाँ छ नि नेपाली बुकको सोच अमर पुत्र होला त्यो नेपाली बड्डोको तल सिक्नु मलाई हेरिस खानपानी न यार पिउने पानी चबाउने हो पिउने भने त घटघट मिल्ने ल भाइको नाम के हो विक्रम अनि तिम्रो विष्णु ओली अनि भाइको नाम कमला दाइ केटाहरू शेखर भाइ होइन अनि थर्को डाँडा र यो नयाँ बस्तीको बिचको यो फुटबल ग्राउन्ड गैरी चौर होइन योदेखि माथितिर चाहिँ यो बनिरहेको छ होइन अनि यतातिर खोला रहेको छ अनि यहाँ चाहिँ स्कुटी सिक्न आएको छैन होइन कता छ त त्यो नुन ठाउँ जाम न हिँड न उतैसम्म के जाउँ हैया के छ त अब आउने शनिबार कता हुन्छ जाऊ है ब्रेक त लाग्छन् तिम्रो लाग्दैन नि डग भएको छ कि नि त्यो डग बनाउनु पर्यो अब पुरानो भइगयो नयाँ साइकल किन्नु पर्यो मसिङ बर्थडे मसिन छ होला त्यही त एउटा साइकल किन शेखर भाइलाई भन होइन शेखर भाइ सबलाई केटाहरूलाई खेरिकन एक दिन जाउँ यार
है हुन्छ बाघ हाटुन मान्छे खाने बाघ अय्या कता यतै हो यतितिर जाउँ ओइ मोटे बसाउने नि कसले बसाल्ने हो बसाल न केटा बस बस ल अगाडि चलाऊ बाबु सुस्तो सुस्तो फेरि जाकियो भने ब्रेक लाग्दैन माथि सिधो चाहियो को हो फेरि जङ्गलतिर के होला दिउँसै बाइक चलाउने दबरा चोर पल्ट्यो 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 भोलि बिहान आउँछ बाबु भिडियो पुरानो पनि छ भिडियो पुरानो भिडियोको लागि हाम्रो शेखर भाइलाई भने एउटा नयाँ साइकल किन्नु पर्यो है एउटा साइकल किन्ने अनि शेखर भाइलाई पनि अनि शेखर भाइले मलाई भन्छ जाम्रोसँगै यही हो नहुन् ठाउँ गियर तेरे मेरो भाँचीको रुको 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 म हेरिदिन्छु बिग्रिनु लाग्यो गइ भयो होइन यस्तो भएको छैन अघि पनि यस्तै भएको थियो सानो गियरमा हाल त जिरो उठाउँछ ल भिडियोमा नखाने अब के भयो यो पर्दा भाँचिया गएर वा ये भाँचिया होइन यो अब लस्केपछि के हाम्रो गल्ती चल्यो चल्यो यस्तो भएको छ के गर्ने अब के भयो त अब हुन्न क्या हजुर खै दे पकर त पकर न यो साइकल कसैले फेरि किन ओए भाई यार लगिदिने क्या यार छिन क्या दामी क्यामेरा बनाउँछ मलाई नि बोलाबी हुन्थ्यो त म नि हिँड्थेँ साइकल लिएर ओ माटकले ओइ भाँचीकोमा अर्कोले लो चालमा देखाएको नि कस्तो तल धार्ने तल घरका ल्याङ भन्छ अब चकलेट दिन्छ जाऊ 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 म के हुन्न यो जनाउनु जाने सिना गराउनु ऊ पल्टाल्नु भयो ये चटपटी भैया बाइकै ढलिगयो साइकलै माटो के भइगयो यार थाहा फेरि ना बेचत हुन्छ यार कपालहरू पनि आवाज बनाइरहनु भा माथि नगर नगर भयो होइन मान्छेलाई मैले के गरेँ के रे यो साइकल मेरो लिनको तिम्रो के गरेँ हाम्रो तिमी र म बसेर आएछौँ यहाँ डाइरेक्ट माथि नि पैसा हे 700-800 रुपियाँ लाग्छ रे यो 700 रुपियाँ 700-800 रुपियाँ साइकल छु भन्नु यो त माथि नै खोल्नु पर्छ अझै निक्लिनु हुन्न कि पकड मोटे
भाँच्यो नि त भाँचिहाल्नै सिधा भयो त भइजा त हो फेर्ने काममा यो चैन पुरानी हो क्या दाइ त्यो फुक्लिन टाइट छ त त्यो फुस्के त निक्लिहाल्छ मैले जानेको छु यो पुरानो अहिले नगर नहुनु पर्छ अहिले यत्रो भेट्छस् फेरि मेला त त्यसको एउटा जोडिनु पर्ने हुन्छ त्यो दबाई खान्छ गरा नि त मा भोलि आउँछ जोइनिङ पोइन्ट हो त्यो पाइले चल्छ पुरै माग्ने सँगै भइया यस्तो नि तिम्रो खेले हो के साइकल के रे यो अट्किन बित्तिकै रोक्यो हो के साइकल त नचलाइरहेको बित्तिक भन्ने यहाँ टिल्लीमा क्या के भयो यस्तो बाचिआयो यो अगाडि माथि अगाडि दोकान आउँछ ओ स्यान्डविच लगाएर त बेरको पनि भाँच्चिन यो बेरको पनि यस्तो साइकल त यहाँ छ कहाँ भिडियो बनाइरहनु लाग्यो दिल्लीमा छ चैन मात्रै निकाले भइहाल्छ निक्लिजान्छ चैन पुरा यताउता भइहाल्छ मा यहाँ गर्न यार यो यता तान्न अडिन्दा यो चैन अडिन्दा यहाँ पनि यहाँ यी दिल्लीमा भाँचिहाल्छन् कि नि टायर फेर्नुपर्छ फेरि यो चैन निकाल्नु धन्यवाद यो चैन त्यो छिरिकिनु हो क्या अडिन अडिन यहाँ निक्लिगयो यहाँ चैन निकाल्नु अडिहाल्छ चैन निकाल्नुपर्छ कि चैन निक्लिनु निक्लिगयो यहाँ अझै निक्लिनु बाँकी छ यता त्यहाँ नगरौँ के नगरौँ त्यो चैन चढिहाल्छ फेरि माथि काण्ड ठुलै काण्ड हेर्छ यो खोल्ने भएपछि निक्लियो कि मोटेर छ मोटेर कट्ट यो खोल्दा हुन्न यो त तारो यसको बियरको त ऊ मोटे गरे क्या जाएर क्या निक्लिनु त निक्लिएको यो यही निक्ल्यो त साइकल सिधा गरौँ त के काम गर्छौ तिमीले केही नै 700 चुन लागेको भरायो भट्टाल चुट्टल छ नि कता गाथी छ नि के भने कता गाथी छ नि के भएर भयो बना गरे गाजे पैसा छ नि त 6000 रुपैयाँ यहाँ छैन घर छ कि छ नि तपाईसँग पैसा कति लाग्छ भन्नु न 700-800 रुपैयाँ लाग्छ के अन्त बनाउनु त पर्यो चोन त पर्ला हो कि नै त्यो हुने बित्तिकै ढिलोमा चैन बाटो भित्र छिर्दैन यो मैले भने पनि साइकल स्टोर चैन गराइदिनु फाल्दिरहन्छ भने केही हुने बनिहाल्छ भने यो चेन्ज गर्नुपर्छ भन्छ मलाई यो यो पनि भाँच्चियो मैले मिस याद घर हाल्दै जुगाडी छ
खोइ यहाँ चैनकै यो निकाल्नु नि यो पहिला। हो क्या यो चेन खै चेन निकालिदिउँ पुरै भाँचियो यो। त्यो ध्यानै त्यता उस्तो छ कसको आर्यन आर्यन त खतरा आर्यन हो त होइन साइकल कस्ता उतापट्टि देखिरहेछ साइकल कस्ता मोरो थियो भिडियो बनाएको छैन त अनि गराएछ ए चार्न सकि गराएको यो यस्तरी बाग्ने हो यो। ए बनिन्छ भाङ्ने यीमा भाँचियो त अनि बच्ची कोही बाँच्यो यही निकाली भइहाल्छ पुरै भाग्ने गयो। कुन भाङ्यो यो पुरै भाग्ने गयो। जामी फेरि एक डुब लाग्ने एक डुप्लिकी के अरे के भन्छ जाम कि फेरि खोलाउनु किन अङ्गले जिउनु भएको जाम त्यो बाख्रो गएको है उतै गयो त तल मुखला दिन खाने खुल्ने त्यो भयो इलिङ्गो भएछ अब एनएनजी त कोही छैन नि सिसिबी त सिसिबी काम छैन नि चैन उठ्यो यहाँ यो खोला यहाँ माथि उठ्यो अर्कोचोटि गयो फेरि त्यही अर्कोचोटि गयो होइन खोलामा गयो भने त्यो भेटेर चाहिँ हाल्नु आज त हाम्रो साइकलबाट आएका छौँ साइकल बिग्रेर यस्तो हालत भएको थियो होइन अङ्कल त हाइहाल्नु नि त अनि हामी चाहिँ जनता साइकल स्टोर फुलचोकनिर आएका छौँ अनि यो फुलचोक रहेको छ होइन साइकलले पनि दुःखै दिन्छ हेर ल केटा हेर यता 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 केटा भाग्यो 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 किन भाग्या अनि मेरो साइकल चाहिँ उता छ होइन भाइको साइकल हो होइन त्यो बिग्रेको यता हेर्नुहोस् काहीँ मोटेको साइकल चाहियो हात्तीलाई त्यो सब बनाइदिनु अङ्कल आजको जुत्ता पारेर जाने भारी किनेमा बजेस जुत्ता पारेर जान्छ अङ्कल अङ्कल अङ्कलजी यहाँ यो अलि हेर्नु